नमस्ते अन्यहासेयो म मिलन श्रेष्ठ। आज हामी भाग 8 मा खाजोपा छिङ्गु परिवार र साथी भन्ने पाठ पढ्न गइरहेका छौं र त्यसमा भएको हाम्रो छङ्गो र मुनामा नोफिम मालगा फानगाल अर्थात शिष्ट भाषा र ठाडो भाषा। किनभने हामी कोरियामा जाँदैछौँ, हामी कोरियामा गएर भाषा कसरी बोल्ने हैन, कसलाई कस्तो भाषा बोल्ने, कसलाई कस्तो भाषा बोल्ने अनिवार्य जान्नै पर्छ के। यो एकदम बेसिक चीज हो, यो तपाईहरुले राम्ररी बुझेर जानै पर्ने हुन्छ। त्यसैले यसलाई हामी एक्चुअली राम्रोसँग अध्ययन गरौँ। नोफिम मालगा फानगाल शिष्ट भाषा र ठाडो भाषा। हेर्नुस् है, यहाँ चित्र हेर्नुस् त, अधिखा से हो भनेर भनेको छ हो, शिष्ट भाषा प्रयोग गरेछ। अधिखा कहाँ जान्छस् भनेर ठाडो भाषा प्रयोग गरेछ। भनेपछि हानगुक अएनन कोरियन भाषामा चाहिँ नोफिम माल अर्थात छोन्दे माल, यो एउटा काथुन मालमा आउँछ, कहिलेकाहीँ पिस्तान मालमा वा फानमारी इस्मिदा ठाडो भाषाहरू छन्। नोफिम मारन शिष्ट भाषा चाहिँ छासिन बोदा नाइगा मानखाना आफूभन्दा उमेर धेरै वा छिविका नोफुन पद धेरै भएको साराम एगे मान्छेलाई सायोङ हाम्य प्रयोग गरिन्छ भने फानमारन ठाडो भाषा चाहिँ नाइगा छगुन साराम एगे उमेर सानो भएको मान्छेलाई सायोङ हाम्निदा प्रयोग गरिन्छ। खुरना तर छासिन बोदा आफूभन्दा नाइगा छगदो उमेर सानो भए तापनि छौम मान्नान साराम इना पहिलो पटक भेट भएको मान्छे वा खाक्काप्ची आनन नजिक नभएको साराम एगेनन मान्छेलाई चाहिँ साङ्दे बाङ्गल विपक्षीलाई छोनजुङ हानन सम्मान गरिने उइमिरो अर्थको रूपमा नोफिम मारुल सायोङ हानन गसी छोसुमिदा शिष्ट भाषा प्रयोग गर्नु चाहिँ राम्रो हुन्छ। छैगुनेनन हालसालमा चाहिँ चिकचाङ एसदो कम्पनीहरूमा पनि छासिन बोदा आफूभन्दा अरिगना सानो उमेर वा छिविका नाजुन पद सानो भएको साराम एगे मान्छेलाई नोफिम मारुल सायोङ हानन ख्यङ्गुगा शिष्ट भाषा प्रयोग गर्ने अवस्थाहरू मानसुम्निदा धेरै छन्। हानगुक अरो कोरियन भाषामा मार हाल तेनन भन्ने बेलामा चाहिँ देवा साङदे बाङ इना वार्तालाप गर्ने विपक्षी वा देवा साङवाङे तारा वार्तालापको अवस्था अनुसार नोफिम मालगा फान मारुल शिष्ट भाषा र ठाडो भाषा छाल खुबियल हेस राम्ररी छुट्याएर सायोङ हेया हाम्निदा प्रयोग गर्नु पर्दछ। खुरच्ची आनुम्यन त्यसो गरिएन भने साङ्दे बाङ्गल विपक्षीलाई बुलफ्यन हागे हाल्सु इस्मिदा असहज महसुस गराउन पनि सकिन्छ रे, असहज हुन पनि सक्छ भनेको। त्यस्तै गरेर अब खोमावय धन्यवाद खोमाव भन्ने एउटा चित्र राखिएको छ। हानफ्यन अर्को अर्थमा अथवा यद्यपि छासिन बोदा आफूभन्दा नाइगा मानादो उमेर धेरै भए तापनि खाजोग्वा काछी परिवार जस्तै आजु खाक्काउन फन्गे रामेन एकदमै नजिकको सम्बन्ध हो भने फानमारुल सायोङ हागिदो हाम्निदा ठाडो भाषा प्रयोग गर्ने पनि गरिन्छ। तार इना आदरी छोरी वा छोराले फुमो निम्के अभिभावकलाई फानमारुल हानन गसुल ठाडो भाषा बोल्नु चाहिँ स्विपके थुरुल्सु इचिमान सजिलै हामीले सुन्न सकिए तापनि गत्तो इन्नन गत्तो इत्यमुन इमिदा यसकै कारणले हो भनेको। यो फानमाल र के अरे नोफिम माल र फानमालले गर्दाखेरि नै अभिभावकहरूलाई चाहिँ के त यसरी ठाडो भाषा बोल्ने चाहिँ हामीले यही कारणले गर्दाखेरि हो के। इवा काछी यो जस्तै नोफिम मालगा फानमारन शिष्ट भाषा र ठाडो भाषा चाहिँ झोनजुङे झङ्दोपुनमान आनिरा सम्मानको मात्रा जति मात्र होइन कि, होइन कि छिनमिलगाम भनेको आत्मीयताको सम्बन्ध के, आत्मीयताको छङ्दोरल आत्मीयताको मात्रालाई के हो त थुरो नेनन दर्शाउने अथवा प्रकट गर्ने अथवा भन्ने झुयहान यखारल हामीदा महत्त्वपूर्ण भूमिका पनि खेल्दछ। त्यसैले तपाईले यो पाठ हेरेर तपाईले पनि कस्ता भाषाहरू प्रयोग गर्ने भनेर के त सोचेर जानु होला, हैन, जथाभावी नबोल्दिनु होला, हैन। ल अब हेर्नुस् त, हामी आजको ओनरी हानमादी आजको एक शब्दमा के छ भने खुल्लवन थोरी फाकिन थोल टे नेन्दा। गुडेर आएको ढुङ्गाले ठोकेको ढुङ्गालाई के हो त निकाल्दिन्छ रे। के भने होला यो है, गुर्र गुडेर आएको ढुङ्गाले एकदम बसेको ढुङ्गालाई निकाल्दिन्छ रे। तपाईहरुले कता कता हाम्रो राजनीतिमा पनि यस्तै खेलहरू देखिरहनु भएको छ होला। यसको अर्थ चाहिँ के रहेछ भने नि, बाहिरबाट आएको व्यक्तिले लामो समयदेखि त्यही रहेको व्यक्तिलाई बाहिर निकाल्ने वा हानि पुर्याउने प्रयास गर्छ रे।
कुनै एकदम टिकेर बसेको मान्छेलाई अचानक बाहिरबाट आएर त्यसलाई पठाउन पनि सक्छ अरे। होस गर्नु होला। तपाईहरु कुनै ठाउँमा राम्रोसँग काम गरिरहनु भएको छ भने शत्रु लागेर हुर्र कोही आएर स्वाट्टै फाल्दिन पनि सक्छ। ध्यान दिएर काम गर्नु होला। यस्ता समस्याहरू धेरै हुन्छन् भन्दै आजको भाग 8 यही टुङ्ग्याउँदै हामी फेरि अर्को 9 भाग लिएर आउने नै छौं। धन्यवाद।